सो घर बनाउँदा बजेट बिगार्ने यी 3वटा चिजहरू है। सो फर्स्टमा रहेको छ इलेक्ट्रिकल स्यानिटरी लाइन्सहरू। सो इफ तपाईँहरूको बाथरुम चाहिँ अलरेडी वालमा टाइल्सहरू लगाइसक्यो र तपाईँले पछि चाहिँ स्यानिटरी लाइन्सहरू चाहिँ चेन्ज गर्नु पऱ्यो। सपोज कमोडको लाइन यताबाट अर्को ठाउँमा राख्नु पऱ्यो, अथवा तपाईँको जुन पेडेस्ट्रल्सहरू हुन्छ त्यो अर्को ठाउँमा राख्नु पऱ्यो, अथवा आउटलेटहरू हुन्छ अर्कै ठाउँमा राख्नु पऱ्यो भने फेरि वाल फुटाउनुपर्छ, जसले गर्दा फेरि एक्स्ट्रा कस्ट आउँछ, सेम एज फर द इलेक्ट्रिकल लाइन्सहरूमा पनि। सो नम्बर 2मा रहेको छ हाम्रो वार्डरोब किचन क्याबिनेट्सहरू है। सो सिन्स तपाईँको घर बनाउनु अगाडि चाहिँ वार्डरोब किचन क्याबिनेट्सहरूको कस्टहरू चाहिँ इन्क्लुडेड भएको हुँदैन। जुन चाहिँ हाम्रो मोडुलर किचन स्टार्टिङ भनेको नै 1,00,000-1,50,000बाट सुरु हुन्छ। तपाईँको क्याबिनेट्सहरू 50,000-60,000 हजारबाट सुरु हुन्छ, जुन चाहिँ यो कुराहरू फाइनल बिओक्यूमा हुँदैन तपाईँको कन्ट्र्याक्ट गर्ने बेलामा, बट पछि चाहिँ थपिने चान्सेसहरू फेरि पनि हुन्छ। सो त्यो कुरा पनि तपाईँले ध्यान दिनु पऱ्यो। सो नम्बर लास्टमा रहेको छ वाटर प्रुफिङ। सो वाटर प्रुफिङ चाहिँ हाम्रो रुफमा हुन्छ र बाथरुममा हुन्छ मेजरली। सो अब हामीले यो वाटर प्रुफिङहरू गर्दाखेरि चाहिँ हामीले कि बाथरुममा राम्रोसँग गर्दाखेरि कि मेम्ब्रेन सिट राख्नु पऱ्यो, अथवा होइन म केमिकल मात्र राख्छु भनेर गर्दा पनि हुन त हुन्छ, बट तपाईँको मेम्ब्रेन सिटहरू राख्नु भयो भने फेरि पनि एक्स्ट्रा कस्ट हुन्छ, जुन स्टिल बिओक्यूमा राखेको हुँदैन र पछि कस्ट एडिसन्सको केसेसहरू धेरै पनि हुन्छ है। सो यस्तै भिडियोको लागि डु फलो फर मोर। ह्याप्पी बिल्डिङ, पिस आउट।